आलु खन्ने हो त खनौँ न सुकिसकेको बोटे ल आऊ आऊ ल 2-3 महिना अगाडि कहिले रोपेको यो आलु 3 महिना अगाडि अनि अब बोट सुकिसक्यो अब यसलाई यो खन्ने हाम्रो नयाँ तरिका चाहिँ के हो भने ट्याप मार्ने केले यसलाई गर्ने यार उ त्यसो त उ कोट्याउने बिस्तारै आलुमा घोपेला फलेछ अब ला त कुहिएछ पक्नु म आरिदिन्छु है पक्नु आहा कति धेरै फलेछ वाउ धेरै त तिर उयो उ एउटा छु त्यहाँभित्र छिरो बिस्तारै गएर आलु खुदिन्छ वाउ कस्तो राम्रो अबदेखि त सधैँ रोप्ने हो सेतो पनि फलेछ अनि रातो र सेतो दुई खालको रोपेको थियो त्यस्तै के मिक्स थियो क्या हेर आधीमा त्यति छ अब कति होला अब सक्यो जस्तो छ वाउ कस्तो खतरा फलेछ यार कस्तो राम्रो फेरि सानो हो सानो के सानो यो त भुटेर खान त कुहिएको जस्तो भुटेर खान त दामी हुन्छ यार अब त सधैँ रोपौँ है चाड आलु रोपेर 8 वटा आयो त कुहिँदो रहेछ है पहिलेको चाहिँ यसको हुँदैछ कि छैन यति होला 1 केजी जति त भएछ नि भयो होला 1 केजी कस्तो दामी यार बाबा ल आलु रोपौँ ध्यान बनाऊ त्यही हो